अझै पनि तपाईँहरूलाई चाहिँ टेबलहरू याद गर्न डिफिकल्ट भइरहेको छ। अब यो भिडियो पछि तपाईँहरूलाई टेबल याद गर्न चाहिँ डिफिकल्ट हुने छैन। आज चाहिँ मैले 8 को टेबललाई सजिलो तरिकाले कसरी लेख्ने र कसरी लर्न गर्ने भनेर तपाईँहरूको अगाडि लिएर आएको छु। लाउनुहोस् हेरौँ। अब सबभन्दा पहिला के गरौँ भन्दाखेरि चाहिँ सबभन्दा पहिला 0 1 2 3 4 सम्म लेखौँ अनि त्यसपछि अझै एकचोटि 4 लाई रिपिट गरौँ। त्यसपछि 4 पछि के आउँछ 5 6 7 8 लेखौँ। पहिलो कलमको काम सक्यो। अब त्यसपछि के गरौँ भन्दाखेरि इभन नम्बरहरू 8 सम्म लेख्दै जाउँ तलबाट माथि। अब इभन नम्बर 8 सम्म लेख्दै गयो भनेपछि सबभन्दा पहिला 0 आउँछ, त्यसपछि 2, त्यसपछि 4, त्यसपछि 6, त्यसपछि 8 भयो। अनि त्यसपछि अझै के गरौँ 0 देखि अझै 8 सम्म लेख्दै जाउँ। अब यताबाट अब 0 2 4 6 8 हेर्नुस् टेबल तयार भइहाल्यो। यसरी लर्न गर्न पनि सजिलो भयो तपाईलाई। अब कसैले सोध्यो भने यस्तो तरिकाले तपाईले लेख्न पनि सक्नुहुन्छ।